हेलो नमस्ते सबैजनालाई। म चाहिँ मार्केट जान थालेको अहिले चाहिँ। ल तपाईँले हेर्न सक्नुहुन्छ यो छ, त्यो साथीले लिएर जाँदैछ 2 प्लास्टिक। यो सबै साथीको है। फेरि यो सँगै साथी। अब अहिले म तपाईँलाई देखाउन गइरहेको छु। हामी चाहिँ लिडल भनी मार्केटमा जाँदैछौँ। लिडलमा चाहिँ यो बिक्री गर्नको लागि त्यहाँनिर कसरी बिक्री गरिन्छ, कसरी पैसा आउँछ भन्ने कुरा नि म तपाईँलाई देखाउन गइरहेको छु हैन। ल अहिले चाहिँ हामी बोतल हाल्ने मेसिनमा आइसकेका छौँ। साथीले चाहिँ बोतल हालिरहेको छ है। एउटा बोतल बराबर चाहिँ 10 सेन्ट दिने गर्छ हैन, 10 पैसा। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, साथसाथै लाइक पनि गरिदिनु होला। यदि मैले बनाएको भिडियोहरूमा कमी कमजोरी भएमा क्षमा गर्नु होला। सुधार गर्नुपर्ने कुराहरू कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। ल भएपछि यसरी आउँछ, चिटमा आउँछ। पैसा चाहिँ यतिमा आउँछ। कति रुपियाँ आएको छ भाइ? 2 रुपियाँ 50 पैसा।